ल अब चाहिँ नै हाम्रो हैन यो साकेला पार्क धरान सत्रमा अघि बिहानै आएका थियौं र हाम्रो चाहिँ नै किरात राई आयोगका कार्य समिति वडा नम्बर 8 ले रोपेको बिरुवाहरुमा यस प्रकारले पुरा साफ सफाई भएको छ गर्यौं। लगभग हाम्रो यो चाहिँ नै हैन क्लियर भएको छ र अब पुनः यसलाई एकपल्ट अब केही दिन पछाडी हाम्रो अध्यक्ष बिनाराज दाइले आएर गर्नुहुन्छ होला, हेर्नुहुन्छ। त्यसपछि हेलो कर्मशः यहाँ हाम्रो किरात राई आयोगका वडा कार्य समिति अध्यक्ष बिनाराज दाई, सचिव अकल दाई, सदस्य कमल दाई हाङराई, हाम्रो सल्लाहकार डम्बर राईज्यू अग्रज हुनुहुन्छ, उहाँ हाम्रो सहसचिव बमजी हुनुहुन्छ, हाम्रो यता मदन खालिङ भाइ हुनुहुन्छ, मेरो नाम राशि। ल है त यहाँहरु सबै साफ सफाई क्लियर आज गर्यो। अब हाम्रो यहाँ एकदम सल्लाहकार अग्रज डम्बर राईज्यू अलवेज प्रेजेन्ट हुनुहुन्छ। फेरि अघि मैले भनिहालेँ बम प्रकाश राईज्यू आज उहाँ पनि श्रमदानमा आउनुभएको छ। आफ्नो शिक्षण पेशालाई स्थगित गरेर आफ्नो संस्थाको लागि यसो जता श्रमदान गरे पनि चाहिँ नै गर्दा हुन्छ, संस्थाकै लागि भए पनि जता अरू कुराकै लागि भए पनि राम्रो कुरा हो। र हाम्रो बिरुवाहरू यस्तो छ। अब यो चाहिँ नै आउँदो जेठमा हाम्रो किरात राई आयोग कार्य समिति वडा नम्बर 8 ले यहाँ साकेला सिली नाच्ने हाम्रो नानी बाबुहरूलाई ठाउँ मजाको पुनः एकचोटि त्यो समयमा आएर बनाइने छ। र अहिले चाहिँ उधौली चाहिँ हाम्रो यहाँ हुँदैन, अपकमिङ अब फेस्टिभल उधौली यो मङ्सिरमा छ। यहाँहरूलाई अग्रिम शुभकामना पनि हामी एउटा चाहिँ किरात राईको छोरा भएको हैसियतले आफ्नो परम्परा रीतिरिवाज धर्म अनुसार र 3 चुला पुजेर उधौली मान्ने गरिन्छ। हामी प्रकृति चाहिँ नै पूजकका सन्तान हामी किरात राई र आफ्नो संस्थालाई सकभर फिजिकल आर्थिक भौतिक जे सकिन्छ साथ सहयोग दिनुपर्छ र अगाडि आफ्नो संस्थालाई अगाडि बढाउनुपर्छ। ल यहाँ हामी अन्तिममा पुनः ल चट्टै माथिबाट हेर्दाखेरि चट्टै हैन यो बिरुवाले आउने दिनहरूमा चाहिँ भावी पुस्ताहरूलाई आफ्नो सांस्कृतिक प्रोग्रामहरू या जुनसुकै गर्दा पनि आनन्दका साथ शीतलता प्रदान गर्नेछ र हाम्रो अकल दाई। ल है त यहाँहरु सबैको दिनहरू सुखद रहून्, हामी सबैलाई पारुवाङ सुम्निमाले रक्षा गरोस्। चाहिँ नि हामी मात्र नभई देश ब्रह्माण्ड सबै एकदम खुसियाली सुखी रहौं। चाहिँ नि हाम्रो तीर्थराज काका अलिकति कता बिरामी हुनुहुन्छ अरे, शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि। यहाँ उहाँले नै फेरि चिउरी रोप्नु भएको थियो। हाम्रो दोर्पा दाई पनि हुनुहुन्थ्यो होला, हाम्रो बिनाराज दाई, तीर्थराज काका जो यस्तो भएको छ। यता अर्को पनि छ, अर्को यहाँनिर चिउरी छ, यहाँ तल बारिएको छ। यसले फलेर एकदम पछि ठुलो भएर अर्को चाहिँ यो बाख्राले खाएको बाली र खै के भने जस्तो भएको छ, पुनः हुनेछ है त। यहाँहरु सबैलाई हैव अ ग्रेट डे भन्दै मेरो यो भिडियो यही अन्त गर्छु। थ्यांक यू।